दर्शकबिन अहिले जुन इन्सपेक्टर साहब दिनुहोस् न, म लाइभ गर्दैछु, मोबाइलबाट गर्दैछु। फोनहरू आएको कारणले म केही आफ्नो कुरै भन्न सकिरहेको छैन। अनि डिआइजी साहबले खै एसपी साहब अहिलेसम्म त्यही हुनुहुन्छ, आफ्नै सप्तरी जिल्लामै हुनुहुन्छ, त्यही कुर्सीमा बस्नुभएको छ। यति ठुलो प्रमाण दिएको छु, यति ठुलो यति गम्भीर प्रमाण दिएको छु, तर त्यो प्रमाणको बारेमा त्यति प्रमाण हुँदाहुँदै अहिलेसम्म एसपी साहबलाई खै कस्तो किसिम के भनौँ, कमसेकम यति गम्भीर आरोप लागिसकेपछि त विभागले उहाँलाई कमसेकम तत्काल उहाँलाई त्यहाँबाट झिकाएर त्यहाँ तत्काल या डिएसपी साहबलाई निमित्त बनाएर हुन्छ कि नयाँ एसपी पठाएर हुन्छ, यो विषयको गम्भीरता बुझ्नुपर्ने थियो। तर आज तेस्रो दिन भइसक्यो, दोस्रो दिन कि तेस्रो दिन भयो, आजसम्म अहिलेसम्म एसपी साहब त्यही हुनुहुन्छ भने अब मलाई सिसिटिभी फुटेज दिने अथवा एसपी साहबको बारेमा भन्ने व्यक्तिहरू